हाय राम्रो हुन्छ आज त बहुत ही ध्यानले भन्नु आज खेल्ने दिन आज होली खेल्ने दिन हो क्या अब पर्सि खेल्नै पर्दैन आजै खेल्ने आज महाभारी भोलि खेल्ने लाइले जनेको लाइसको के छ भन्दिनु यस्तै छ हेलो गाइजहरु वेलकम तपाईहरुलाई मेरो एकदमै नयाँ न्यू ब्लगमा र आजको ब्लगमा चाहिँ हामीसँग हुनुहुन्छ दिदी अनि अगाडि पनि हुनुहुन्छ यहाँ हाम्रो बुवा हुनुहुन्छ यहाँ अनि पछाडी देख्न सक्नुहुन्छ तपाईहरुले मान्छेहरु उहाँहरु पनि हाम्रो टिमको हाम्रो ग्याङको भन्दा हुन्छ र अगाडि गइसक्नु भयो हामी पछाडी नै छौं सारी अनि घुम्न चाहिँ र व्रत भन्न हैन प्रवेश गर्न जाँदैछौं आइपुगिसक्यौं यहाँ पक्नै जो देखाम यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले अनि यहाँ हुनुहुन्छ अनि यहाँ हुनुहुन्छ हाम्रो कान्छी दिदी हाम्रै राख्नु उकाफल गर्दै गरेको ठाउँमा अनि यहाँ गाइजहरु देख्न सक्नुहुन्छ यहाँ भाइले हाम्रो भाइलाई तक्लिया बनाउँदै हुनुहुन्छ गाइस मेरो YouTube सब्स्क्राइब गरेर लाइक गरेर गाइस अगाडि जान अनि यहाँ हाम्रो ब्युटीफुल सी बहिनी ए लिएको छ बिनाजु कोटले देखिए नै हाल्नु त त्यहाँ पैसो भाइले हेरेकै छ अनि यहाँ हाम्रो माइली दिदी आइ भन्दिनु हाय दिदी हाय अघि भन्नु पनि फेरि भन्नु न सब्स्क्राइब माइ च्यानल के छ भन्दिनु ए YouTube च्यानल ल PRP माइलो हाम्रो कम्प्युटर गुरु YouTube च्यानल टु YouTube च्यानल प्लिज सब्स्क्राइब ओके अब फोको पारेर बनाइदे न अब यसले नलेख्ने गरी यसले नलेख्नु कहिले पनि यो कपा जाऊ दिनु पनि अहिले किन अगाडि सर वाला त हेर्नु न रोली चाहिँ आको दुई दिन हाय भन भाइ यो पेन दे हाय हाय भन्छ त भाइले मात्र खाले रे अरूले त के लाउँछ यस्तै हो यहाँ हाम्रो ब्युटी छोड्नु भएछ भाइ अलिकति थोरै थोरै सुपारी यहाँ ठिक पार्दै हुनुहुन्छ के पार्दै हुन्छ ठिक त थाहा छैन लक्ष्य लिएर घुम्छ क्या रबुवा छेउमा बस्ने है अहिलेको ठाउँमा ठुलो बाली नै कहाँ भाइ यसरी हात थाप्छ पानी हाल्नु यो पानी यहाँदेखि बस्छ फोटो बनाएर देवता रक्षणे भाइनेउरे नै तपाईले सेवा परिददामि देवा समिता परिददामि यास्ताय परिददामि जगदिवेन्द्रः परिददामि विष्णुभ्ये देवीभ्यो परिददामि सर्वेभ्यः स्वापूर्तेभ्यः परिददामि तर धन्य मानेर मात्रै
Christian baru. Tayar bhai. Hai tayar. Bye tayar. Hai. दिदीले बोलाएको ए बस बडा भिडियो बनाएर लाइले जनेको लाइसको भयो महिलाहरूको पर्यो अब महिला गरेर नजाने भन्दा समस्या पौडी खेल्न नदीतिर जान भएन दादा मामुले स्विमिङ पुलमा चाहिँ भयो खानालाई भिक्षा मागेर उहाँ बस्नु गयो भने चाहिँ त्यसरी सिक्ने भन्ने वेदमा भएको कुरा बेदमा भएको कुरा मान्छन् त 100 पनि भन्दैन 5 पनि भन्छ गीत त केटाहरूले मात्रै गीत गाउँछन् भन्ने एउटा जने नलगाइकन त भइहाल्छ नि जने लगाएर बोल्दैन कर्म त्यो हो नि त त्यो सिकाउनु परेन भिक्षा मागेर खानुपर्छ कमुन्डाले लिएर जाला नि भाइ भोलिदेखि फेरि भलै नि कमान्डले लिएर जानु होला नि हाम्रो भन्दै भनेको के हो भिक्षा माग्दै हिँड्दैन जोगीहरू हो त छैन दुईजना हुनुहुन्न मोबाइल चाहिँ एउटा टिकटक मात्र हो फेरि भिडियो बनाउन छ छिटो भन्नुभयो बोलाउन त के खा म भेट्दिनँ त्यहाँबाट अलिक है मेरो
राम्रो हुन्छ आज त भगवती भगवती च्यान ल्याइ भन्नु आज होली खेल्ने दिन आज होली खेल्ने दिन हो क्या? अब पर्सि खेल्नै पर्दैन आजै खेल्ने आज महाभारी भोलि खेल्ने का नि यता यता सिधा सिधा यसरी टिका आँखा पर्छ लगाइदिने रे, आँखा। हल्का सिधा गर्नु है यसरी थाप्नु है ल पक्कै भयो एकपल्ट त लगाएको त एकपल्ट लाइसक्यो माछामा हेर्नु भ्लग राम्रो हिँडेर फेरि कुदाइ भ्लग त भइरहेछ नि हाँस्दै गरेको होइन भइरहेछ देखिएको हौ यहाँ मात्र देखेको भिडियो त राम्रै आइरहेको छ बल्ल मेरो कान्छो छोरा ऊ त जाने उहाँले कान्छै कामा नि कान्छै कामा गइरहेछु आमालाई लिएर गएँ अफिस गएर अनि 10:30 अब खोइ यो भाइलाई भाइलाई टिको लगाइदियो टिको लाउने बेला भयो किताबहरूलाई थाहा नै छ ऊ हाम्रो बेहुली अनि अहिले चाहिँ हामी जाँदैछौँ फेरि माथि नै किनभने अब काम छैन गाइज त्यही नि यसो बनाइदिउँ न भिडियो भनेर बनाइदिएको होइन Thank you for watching this video and don't forget to share and like this video.